हेलो गाइजहरु, अब हामी चाहिँ मन्दिर हिँड्दै छौं। यता भाउजू हुनुहुन्छ, यता फुपू। ल हिँड्नु अगाडि, म पछाडि आउँछु। आज चाहिँ शिवरात्रिको दिन साथीहरु, रेडी सेडी भएर अब हामी मन्दिर हिँड्दै छौं। हेर्दै जानु होला आजको भ्लग। मनसा युट्युब च्यानलमा आउँछ। आज बेलुका आउँछ यो भ्लग चाहिँ। अब चाहिँ हामी मन्दिर हिँडेको। खतरा भिड रहेछ है मन्दिरमा त। बा अघि बिहान त भिड छैन भनेको हैन र। साथीहरु मन्दिरमा चाहिँ यही हो त अनि हाले मैले हालेकै यहाँ भित्र छ पोको दिनी पोको हैन। साथीहरु यहाँ मन्दिरमा चाहिँ एकदम भिड रहेछ। हामी अब यहाँ कुर्दै 1-2 घण्टा त लाउने भयो होला। केही छैन, आज चाहिँ व्रत हो। हामी सन्च पूजा गर्छौं दिनभरि। अनि यस्तो छ, यो चाहिँ शिवलिङ्ग एकदमै ठुलो, नेपालकै नम्बर 1 शिवलिङ्ग हो यो। अनि यहाँ चाहिँ अगाडि भाउजू हुनुहुन्छ साडी लाएर। महादेव हर हर। आज चाहिँ शिवरात्रिको दिन भक्तजनहरुको भिड छ एकदमै। इन्ट्री भयो। अब हाम्रो चाहिँ इन्ट्री हुँदैछ साथीहरु। कहाँ राख्ने हो चप्पल? हो माय गॉड, चप्पल हेर्न सक्नुहुन्छ। मन्दिर चाहिँ यही हो। हर हर महादेव। फेरि चप्पलै गायब होला है। यहाँ माथि चप्पल माथि चप्पल खप्टाएर। यो चाहिँ मेरो चप्पल हो साथीहरु। यहाँ चाहिँ पोको छ, फुलको पोको। यता फुपूले कलास जल यहाँ ढो गर्नुभयो। खै रक्षा गरेर बरुको मैले त मनैबाट गरेँ। किन धारा छुटेन त? किन धारा छुटेन यहाँ फुपू? गर्नु भैया ल जाम हिँड्नुमा। यहीँ भित्रको लाम न जाम साथीहरु। अब हामी चाहिँ पूजा सुजा गर्यौं। अनि यहाँ चाहिँ बत्ती बाल्ने ठाउँ छ। हेलो बाबु, यता हेर्यो। पूजा गर्यौ के गरेनौ? साथीहरु रमाइलो छ यहाँ चाहिँ। भक्तजनहरु गाइजहरु यहाँ चाहिँ फोटो खिच्ने कार्यक्रम हुँदै हो।
पर्ने के एक रनको नाचेर आइरहेको छ हजुर अनि बाटो भजनमा एक रनको नाच्नेर आउनुपर्ने हो भजनमा के अब चाहिँ हामी पूजासुजा गरेर हिँड्यौँ त्यहाँ चाहिँ म के बोलेँ थाहै भएन क्या आफैलाई एकदम स्पिकर थियो कानमा अनि त्यहाँ देख्न सक्नुहुन्छ पूजा पनि गऱ्यौँ आज चाहिँ मेरो व्रत छ साथीहरू सबैको व्रत छ भाउजू फुपू सबैको अनि अहिले बेलुका हामी यहाँ भजन पनि गाउन आउँछौँ हेर्दै जानु होला अनि सबैजनालाई शिवरात्रिको शुभकामना ह्याप्पी शिवरात्रि सबैले राम्रोसँग पूजा गर्नु होला हजुर लौ अनि हजुरहरूले पनि राम्ररी पूजा गर्नु होला गरिसक्यौँ खासै 12 बजेतिर पूजा गर्नु भन्दो रहेछ नि 12 त बज्यो 12 बज्यो होला है फुपू यहाँ अहिले हेर्न मिल्दैन क्यामेरामा अहिले झन् भिड रहेछ त अहिले झन् भिड रहेछ है साथीहरू अहिले हामीले गरेको पूजा गर्ने बेला भन्दा अहिले भिड रहेछ म देखाउँछु हजुरहरूलाई यो चाहिँ मन्दिरतिर देखिरहेको कपाल पनि अगाडि अगाडि आएर कन्टिन्यू ब्लग साथीहरू यसपछि पनि के हुन्छ म देखाउँछु हजुरहरूलाई आज सबैले हेरिदिनु होला भिडियोलाई माया गरिदिनु होला अनि भिडियो हेरेर लाइक पनि गरिदिनु होला लाइक गरिदिनु हुन्न तपाईँहरूले लाइक पनि गरिदिनु होला अनि कन्टिन्यू ब्लग हेलो साथीहरू हजुर वेलकम टु माई युट्युब च्यानल फेरि पनि अब हामी चाहिँ अघि पूजा गरेर आयौँ अनि फेरि चिया हामी खायौँ फलफ्रुट खायौँ अनि त्यसपछि हामी चाहिँ फेरि फुपू र म चाहिँ पसल हिँड्ने हम साथीहरू अनि फुपूसित म पनि हिँड्ने हो अब रुममा बस्न मन लाग्दैन क्यार्नु घर बस्न मन लाग्दैन अनि फेरि हिँड्यौँ दुईटा मिलेर अनि हाम्रो बोन्ड त देखिहाल्नु भयो के अरे मिलिहाल्छ अनि आज हजुरलाई गाइजहरू अनि आज व्रतको दिन चाहिँ मारी चामलको भात खाने अरे बेलुका मिठो मिठो चामलको भात सोलिन हिँड्दैछौँ हामी है फुपू यो कति प्याकेटमा पाइनेवाला चामल होइन कतिवटा ल्याउने हो एउटाले कुन छ 2-3टा ल्याउने होला त्यही हो हामीले चाहिँ त्यो बेलुका चाहिँ खिर हो कि के खानको लागि प्याकेटको चामल लिन हिँड्ने हौँ अनि त्यसपछि यही हो हेर्दै जानु होला म फुपूलाई पनि देखाउँछु ब्याक क्यामेराबाट हावा लगाइरह फेरि अहिले गर्मी बेलामा लाउँदैन अहिले फेरि लाउने होइन हावा
जस्तै छ कि यति बेला त अनि 14 पैसाको हावा लाउने बेलै हो अब फाउन्ड सेक्टरमा हावा लाउनु के भयो अरे अहिलेसम्म केही भएन एउटै आफूले खेलाइको कसले ए यहाँ चाहिँ अहिले अब पूजा गर्न हिँड्दै हुनुहुन्छ मन्दिरतिर अनि हामी चाहिँ हिँड्छौँ साइकल लिएर टकटक यसलाई चाहिँ साह्रै यो ट्र्याक्टर कराएर दिमागै हल्बा लाउने कि होइन मलाई फेरि यस्तो एलर्जी हुन्छ यो ट्र्याक्टर कराउँदा चर्को मान्छे बोल्यो भने पनि मेरो कानै सिक्नु गर्छ साथीहरू कारण कति हँसाकन केटाकेटी यी सेवाबाट हालिदिने अरे के अझ हेलो साथीहरू अब हामी चाहिँ आरतीमा हिँड्दैछौँ यता फुपू हुनुहुन्छ अर्की फुपू पनि आउनुभयो फुपू के भन्नुहुन्छ आज शिवरात्रि कस्तो भयो अब मन्दिर हिँड्दैछौँ अब त्यहाँ पुगेपछि कस्तो हुन्छ आज मनोकामना पुरा आउनुभयो होइन मनोकामना पुगेर आइयो गैँडाकोट आइयो त्यही त अब गैँडाकोटबाट शिव मन्दिर हिँड्दैछौँ उहाँ चाहिँ मेरी त्यहाँभन्दा ठुली फुपू हुनुहुन्छ गाइजहरू उहाँ कान्छी फुपू यहाँ चाहिँ माइली फुपू आज भेट भयो धेरै समयपछि हाम्रो अनि हामी चाहिँ अहिले आरती गर्न मन्दिर हिँड्दैछौँ हेर्दै जानुहोला आजको ब्लग रात पर्न लागिसक्यो घर चाहिँ हामी अब साँझबत्ती लाएर अनि फेरि मन्दिरमा माझो बाटोबाट नहिँड यहीँबाट हो है दुध लाने जुत्ता खोलेर जुत्तासितै गयो ढाका यता चाहिँ मन्दिरमा रमाइलो छ साथीहरू कति धेरै मान्छे है अहिले पनि कहाँ हो र घुम्ने भनेको आरती के भनेको यसो फुल चढाउन फुल ल्याउनु पर्ने है टिप्न पाइन्छ साथीहरू हामीले चाहिँ फुल ल्याउन बिर्सेर हैरान भयो फेरि अब फुल टिपेर चढाउँछौँ अनि हाम्रो आजको व्रत समाप्त हुन्छ मन्दिर चाहिँ भजन कीर्तन सुरु भयो यता भित्र पनि रहेछ आऊ जाम के को भ्यासलिन किन्यो गीत गाइदेऊ नि त एउटा ब्लगमा यता हेरेर गाइदेऊ गइन्नु अगाडि चाहिँ भजन कीर्तन हुँदैछ हामी चाहिँ नाच्यौँ यति भन्दै हिँड्नुहुन्छ ह्याप्पी शिवरात्रि अनि भिडियोलाई सबैले लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला बाई फुपू भन्छ भन्छ के बाई गाइजहरू आजलाई यति नै बाई बाई